नमस्ते सबै दाजुभाइ दिदीबहिनीलाई। हेर्नु अब छोरी मान्छेले भात खाएको थाल मात्रै धुलाएर धर पाइन्छ र कति प्रकारको कति चिजहरू धुलाउनु पर्छ छोरी मान्छेको काम धन्दा भनेको कहिले सकिँदैन। हेर्नु अब भगवानको चिज पनि धुनु पर्यो। अब 15 दिनमा हप्ता दिनमा त धुनु पर्यो, अरू बेला नभ्याए पनि। त्यही त भन्थे पहिलाको उखान छ कि एउटा गाउँघरमा थिए अरे बुढा र बुढी, नानीहरू 4-5 जना थिए अरे वर्षिनीको। त्यहाँबाट बुढा चाहिँ हलो जोत्नु जाने बुढा चाहिँ। अनि त्यहाँबाट बिचरा अब बुढी त घरमा नानी केटाकेटी यता रुन्छ उता हक्छन् उता मुच्छन्, यता गर्दा उता गर्दैखेरि खाना बनाउनु देरी हुने अरे कि। त्यहाँबाट बुढा त आइपुग्यो हलो जोतेर बुढा आइपुग्दाखेरि ल अब भात पकाएको छैन। अनि अब मेरो घरमा भातै पकाएको छैन। भात नपकाएपछि तैँले यत्रो बेरसम्म घरमा के गरेर बसिस् त थाङ्ने औरत? अहिलेसम्म भात सब्जी नपकाउने, भात पकाउने कामको सिवा अरू तेरो के काम छ घरमा भनेर अनि पुरा कराए अरे बुढीलाई, पिट्नु गयो अरे। त्यहाँबाट बुढा र बुढी पुरा झगडा भयो अरे नि त, बाजो जुदो भयो अरे। अनि बाजो जुदो भएपछि त्यहाँबाट अनि तेरो एकैछिनमा म काम भ्याउँछु। अनि त्यहाँबाट बुढाले भने अरे तेरो यो नाथे काम त म 1 सेकेन्डमा मैले के अरे 20-25 जनाको खाना म बनाएर भण्डार खिलाउँछु दुनियाँलाई। तेरो नाथे यो 4-5 जनाको खाना बनाउनु त नभ्याउने भन्दै कराए अरे बुढाले। त्यहाँबाट बुढीले भनेर ठिक छ नि त, तपाईँ र मेरो 2 जनाको काम बदली गरौँ न त। म भोलि हलो जोत्नु म जान्छु, तपाईँ चाहिँ घरमा नानी केटाकेटीहरू घरहरू सम्हाल्नु, घरको काम धन्दा सम्हाल्नु, म पनि ठिक्क टाइममा खाना खानु आउँछु, त्यतिखेर बनाएको हुन्छ कि हुन्न भनेर। ल ल ल ल ल जा भनेर अनि बुढी त भोलिपल्ट बिहानै अब हलो जोत्नु गइन्। त्यहाँबाट अनि बुढा त अब के गर्नु, झाडु पो मार्नु कि, घर पो लिप्नु कि, भाँडाकुँडा पो धुलाउनु कि, लुगा पो धुलाउनु कि। नानी केटाकेटी यता बाबा भात भन्छ अरे, कोही नानीले कहिले पानी भन्छ अरे, कसले हगिदिन्छ अरे, त्यो हगेको गु पो सर्नु कि, नानीलाई कन्डो पो धुलाइदिनु कि, के पो गर्नु भएर पुरा उयो गरेर भात सब्जी त उसले पकाउनु। कुन चाहिँ काम गर्नु, अब कुन चाहिँ काम गर्नु, कामको मेलै पाएन। अनि भात सब्जी त अनि बनाएकै छैन अरे भएर ठक्क बुढी आइपुग्यो अरे। अनि खै श्रीमान भात पाक्यो, भात खै मलाई भनेर भात माग्यो अरे। भात त अब पकाएकै छैन। अनि अब कामै लथर पर्दा जति बुढीले घरमा काम भ्याएको छ गरेकै छैन। अनि कुन काम गर्नु अनि भने अरे, हे देवी माता, अनि मैले माने हो रहेछ स्त्री जातले यति साह्रो बोझ उठाएको हुँदो रहेछ। हामी त छोरा मान्छे बाहिर गएर एक लगानी काम गर्छौँ हामीले, या नोकरी गऱ्यौँ या हाजिरा पात गऱ्यौँ या हलो जोत्यौँ, एक लगाना काम हुन्छ। छोरी मान्छेको त काम गरेको कामको हिसाबै गिन्ती नै हुन्न रहेछ। म कुन काम भ्याउनु, यो गरौँ कि त्यो गरौँ कि, तेरो नानीहरू भात भन्छ यता हग्छ यता मुच्छछ, त्यो गुहरू पो सोर्नु कि, नानीको कन्डहरू पो धुलाउनु कि, खाना पो बनाउनु कि, के गर्नु। मैले त केही कामको मेलै पाइनँ, केही भएन। बहुत तिमीहरूको काम साह्रो रहेछ। लु आजबाट तिमीलाई मैले माने। जस्तो संसारमा देवी माले धरती माले बोझ उचालेको छ, लिएर हिँडेको छ, त्यस्तै रहेछ छोरी मान्छेको भन्ने जात। ल छोरी मान्छे जस्तो ठुलो केही होइन रहेछ भनेर उसको बुढीलाई पुरा माफ मागे अरे। ल अबदेखि छोरी मान्छेलाई यस्तो कहिले गर्नुहुन्न रहेछ, यस्तो वचन गर्नुहुन्न रहेछ। छोरा मान्छेको पाइतालाको धुलो भनेर भन्छन्, तर होइन रहेछ। छोरा मान्छेको त एकदम यो जीवनको सहारा रहेछ, साथी रहेछ, खुट्टाको धुलो होइन रहेछ भनेर बहादुरी स्याबास दिएर अनि बुढाबुढीको बात सम्मत भएर मिलिजुली रहे अरे। त्यहाँबाट छोरी मान्छेलाई अब मान्नेले जान्नेले मानेको छ, जानेको छ। यो हाम्रो आमाले पहिले उखान गर्नुहुन्थ्यो, त्यो उखान अहिले गरेको।